भात बिग्रिए जाँड बन्छ, मान्छे बिग्रिए एमाले। बरु खै तपाईले सुन्नु भला मैले सुने हैन। मान्छेलाई एमाले बनाउन सकिएला तर एमालेलाई मान्छे बनाउन सकिँदैन भनेर टिप्पणी गर्छन्। कति हाँस्नु। अहिले किन रोइलो गरेको म अलि भन्छु नि तपाईहरुलाई किन टाउको दुखाइ तपाईको उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्ने बित्तिकै राजनीतिक प्रतिशोध देख्ने दोषी चस्मा कस्तो है तपाईहरुको? म त्यही आउँदै छु। संसदमा बाघ जसरी गर्दिनुहुन्छ, एक एक काण्डको छानबिन गर्नुहोस्, ओपन च्यालेन्ज हो भन्नुहुन्छ। अनि सरकारले छानबिन गर्छ, पक्राउ गर्छ, अनि प्रतिशोध देख्नुहुन्छ तपाईँ। संसदमा बाघ जसरी गरिदिने अनि छानबिन गर्न थाल्ने गर्ने नेकपा एमालेको स्वभाव। कति हाँस्नु। विलम्ब कसरी यस बीचमा त तपाईहरुले अनेकन माइक्रो म्यानेजमेन्ट गर्ने अवसर पाउनुहुन्छ नि त, चोचो मोचो मिलाउन पाउनुहुन्छ। एमाले नेताहरूमाथि अनुसन्धान हुँदाखेरि स्वाभिमान गिर्छ? किन गिर्दैन? वाह दीदी, वाह दीदी, दीदी वाह दीदी, दीदी दीदी। त्यही भएर अनुसन्धान अवधिलाई त पर्खिनुहोस् न। कहिले नफर्किने भनेको छ भने के? झूठ बोलो, बार बार झूठ बोलो। ल भन्नु त। विष्णुप्रसाद पौडेलको सन्दर्भमा उठिरहेको प्रश्न चाहिँ उहाँ 2052 सालमा सुकुम्बासी, अनि एकाएक कहाँबाट अहिले भैँसे पार्टीमा महल ठडियो। यस बीचमा बालुवाटार जग्गा प्रकरणमा जोडे छोरा नवीन पौडेलको नाममा समेत राखेको भनेर आयो। अनि पछि जग्गा फिर्ता दिने शर्तमा मुद्दा नचलाइएको भनेर आयो। अनि अहिले पछिल्लो समय बिचौलिया दीपक भट्टदेखि कमल किशोर मालपानीदेखि सुन्नु प्रसाद शर्मासँग जोडिएको भनेर आएन? हिमालयन रिइन्सुरेन्स होइन, श्रीराम टोबाको लगायतसँग 10% सेयर मागेको। अरे बाप रे, ये तो धोती खोल रहा है। त्यस बापत हित हुने गरी काम गरिदिएको अर्थमन्त्री हुँदाखेरि भन्ने विषयमा अनुसन्धान भइरहेको हो नि त अहिले। अनुसन्धानका विषयमा हामी धेरै प्रवेश नगरौँ भन्छु। त्यो एआई भन्छ आजकल। छी 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 छी।